नमस्ते। यहाँ हेर्नुहोस् तातो पानी यहाँ छ। यी बेनी जोमसिङ सडक खण्ड अन्तर्गत पर्ने तातो पानी। यो तो पूर्ण रूपमा नेचुरल हो र यहाँबाट पानी लिएर गएर हो त्यो माथि चाहिँ त्यो बोर्ड देख्नु भएको छ, त्यहाँ चाहिँ पानी नुहाउने व्यवस्था गरिएको छ र त्यहाँ नुहाएको एकजनाको 50 रुपियाँ लिन्छ नेपालीलाई भने विदेशीलाई 150 रुपियाँ लिने गरेको छ। नेचुरल हट स्प्रिङ। र यहाँ आउँदा तपाईहरु आफ्नो कपडाहरू लिएर आएको राम्रो। यदि यहीँ किन्नु पर्यो भने अलिकति महँगो पर्छ र विशेष गरी महिलाहरूको लागि चाहिँ लुङ्गीहरू अथवा आफूलाई सजिलो हुने कपडाहरू चाहिँ लिएर आएको राम्रो। फेरि बस्छन् तातो पानीमा मान्छेहरू। अघि देखाएको ठाउँबाट पानी यसरी तानेर ल्याएर ट्याङ्कीमा राखेर यहाँबाट पानी झार्नुहुन्छ र यो यस्तो छ। त्यसरी मेलको उतापट्टि फिमेलको यतापट्टि छ। यी फिमेलहरू बस्नुपर्छ उहाँ। मेलहरू मेल